Hi everyone, welcome to my mini vlog. होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला होइन। सो आज यो मेरो मिनी ब्लग तपाईँहरूलाई देखाउन चाहेँ होइन। भिडियो अलिक लामो हुनसक्छ तर पनि हजुरहरूले हेरिदिनुहोस् होला। आज चाहिँ किन यति स्पेसल यो बिरयानी यो मटन यो ब्लग भन्दाखेरि चाहिँ यो चाहिँ किन भन्दाखेरि चाहिँ मैले मेमोरीको लागि क्याप्चर गरेको होइन। अब हाम्रो कान्छा तपाईँहरूको सेफ चाहिँ अब फेरि जाँदैछ ब्याक टु बेङ्गलोर होइन। अब थाहा छैन फेरि कति वर्षमा आउँछ त्यही भएर यो चाहिँ उहाँकै लागि सानो ट्रिट हो, मेमोरी होस्, अब घर परिवारसँग बिताएको यो पलहरू याद होस् भनेर चाहिँ मैले सानो भिडियो बनाएको। सायदै अबदेखि त देख्नुहुँदैन मेरो भिडियोमा उहाँलाई तपाईँहरूको सेफ है, हाम्रो घरको सेफलाई चाहिँ। त्यही भएर मैले यो भिडियो बनाएको। आज चाहिँ उसको यो लास्टै दिन हो हामीसँग, त्यही भएर चाहिँ मैले यो भिडियो बनाएको है। उसको यो लास्ट हो, पकाएको पनि मटन पकाएको। त्यही भएर हेर्नुहोस् होला तपाईँहरू पनि कसरी बनाउँदो रहेछ मटन उसले होइन। आज चाहिँ खासमा चाहिँ दसैँ पनि हो होइन। हाम्रो नेपालीको चाड दसैँ हो, तर हामी चाहिँ दसैँ मनाउनु सक्दैनौँ, पाएनौँ होइन। किनकि हाम्रो कजन बित्नु भएको थियो नि त, त्यही भएर हामीले चाहिँ टिका लाउनु भएन, कहीँ पनि गएको थिएन, घरमै थियो। त्यही भएर चाहिँ हामी घरमै फ्यामिली गेट टुगेदर गरेको। साथीहरू कस्तो लाग्यो तपाईँहरूलाई प्लिज कमेन्ट गर्नुहोस् होला होइन। यहाँ चाहिँ अघिदेखि हाम्रो सेफले चाहिँ के पकाउँदैछ भन्दाखेरि चाहिँ यहाँ पकाउँदैछ मटन होइन। मजाले मसलाहरू पकाएर अघिदेखि पकाएको यो मसला चाहिँ अन्त उसको त्यो मटन हाल्ने बेला चाहिँ भएको छैन हो। अब भएछ पनि मटन हाल्ने बेला पकाउँदैछ। अब सेफहरूको होइन पकाउनुको तरिकै अर्कै छ हो, आफ्नै स्टाइलमा मजाले पकाइरहेको छ अघिदेखिको। सबैलाई थाहै छ मटन फेरि पाक्नु कति टाइम लाग्छ होइन। सो फाइनली यहाँ चाहिँ मटन पाके जस्तै छ होइन, पाकेछ मटन। एक्लै दसैँ मनाएको अरे यहाँ। लो जिब्रो पनि पिल्सिँदैन क्या तातो तातो हाल्दा। यहाँ हेर्नै हो 3 बोतल खाएर बेहोस भइसक्यो। यहाँ अघि राम्रै ठाडै बसेको मान्छे चाहिँ यहाँ यस्तो भइरहेको छ। 3 बोतल र 1 कुकर खसीको मासु खाएर बेहोस भयो। उहाँ अन्डर हेर्नु नि यहाँ बहिनी त होइन झुकेका नै साला भन्थ्यो। देख्यो 3 बोतल ल्याउँ जस्तो भइरहेको छ यहाँनिर। सेफ हेर्नु चाहिँ तपाईँहरूको सेफ आज यस्तो भइरहेको छ। 3 बोतल बियरले यस्तो भइरहेको छ यहाँनिर। बेहोस भइसक्यो। यो चाहिँ जस्ट फर इन्टरटेनमेन्ट हो साथीहरू। यस्तो जुवारे चाहिँ छैन, यसो रमाइलो गरेको मात्रै होइन। अन्यथा नसोच्नुहोस् होला।
सो कस्तो लाग्यो मेरो यो आजको मिनी ब्लग? मन परेन लाइक सेयर गरिदिनुहोस् होला।